बुवाले यहाँ मौरी निकाल्दै हुन्छ है। यस्तो दुःख गर्नुपर्छ मौरीलाई, यो काठे मौरीको लागि। यहाँ रुखमा बसेको छ घार फाटेर। अब यसलाई छिट्टोमा हालेर फेरि घममा हालेर राख्नुपर्छ। निकाल्दै हुन्छ बुवाले। राजा खोज्नुपर्छ, राजा, यसको राजा, मौरीको राजालाई खोजेर ल्याउनुपर्छ। निकाल्दा पर्छ हातले, निकालेर ट्याक्क हातले पुऱ्यायो। ए आयो कहाँ मौनी आछ कि यस्तरी हाल्नुपर्छ। ओ रिङ मौनी आछ टोटाको टाउ देखाउनु फेरि। आया अब मौरी आयो। मौनी कस्तो छ मौनी लागेपछि समाउनुपर्छ मैले। एक डाल छ है, मौरी एक डाल छ, मैले समातेँ हातमा समातेछु मैले। लाउनुपर्छ घममा। आउनु छिटाउनु। ओहो हल्लिन्छ है बङ गरेर, झर्ला क्या कस्तो अड्डिएछ खुट्टामा। ए मेरो मुखमा आइगे, छिटो मुखमा आइगे मेरो मुखमा। अब म त्यसै घममा हाल्ने काम है, बुवाले हाल्दै हुन्छ घममा। नजिक आऊ न। हातमा किन आयो होला क्या। यसरी हालिन्छ घममा लिएर। रानी हुन्छ कि रानी जहाँ गयो मौरी सबै जान्छ। यदि रानी भएन भने यो मौरी काटा गरेर आफै मर्छ। फेरि मौरी हुँदै हुँदैन, यो रानी चाहिँ यसलाई हुनैपर्छ। रानी हेर्नुहोस्, रानी भने है लामो हुन्छ यी रानी ए मर्ला के दाबियो मार्दा रानी भेटेछ है, रानी भेटेछ ल देखिहाल्नु बुवाले। मौरीको राजा फेरि बुवा हुन्छ। पखेटा काट्दैन हुन्छ, यो पखेटा काट्दै पनि भाग्दैन घाम छोडेर भाग्छ। धेर नकाट्नु। यो मौरीको एकदम इम्पोर्टेन्ट चिज भनेकै यो भएन भने मौरी कामै छैन। रानी चाहिँ हुनैपर्छ घारमा, एउटा घारमा एउटा रानी चाहिँ हुनैपर्छ। दुईवटा बनाएपछि फेरि घार फाट्छ। घार फाटेर आयो मौरी हो। ल हालिदिन्छु। अब यो रानी हालिदिएपछि सबै आफै ती जान्छ यी रानी। अझै काटिन्छ अब त उठ्दैन। कहाँ उर्ला बिच त्यति छोटो पखेटाले। नुन त्योभन्दा छोटो गराउनु है, मर्नु हुन्छ खुद हालिन्छ। हालिदिनु काममा हालिदिन्छु जो नै अहिले काट्नुपर्छ। योभन्दा छोटो नगराउनु कि मर्ला फेरि फोटो काटेला। यो रानी केही भयो भने त मौरीको कामै छैन। ल हुन्छ भयो जान्छ रानीभित्र। रानी गयो भने मौरी आफै गइहाल्छ। अब ल मौरी रानी गइसकेको छ, मौरी आफै गइहाल्छ।